अहिले चलिरहेको यो वार जुन छ नि इजरायल युएस इरानहरूको, त्यसले गर्दाखेरि अब यो स्टुडेन्ट भिजा वर्किङ भिजामा जाने मान्छेहरू जुन हुनुहुन्छ उहाँहरूलाई अप्लाई गर्दाखेरि चाहिँ के फरक अलिकति अप्ठ्यारो पर्न सक्छ कि के छ? पर्छ नै होइन, अप्लाई नै गर्न मिल्दैन खास भन्ने होइन। अहिलेको युद्धले गर्दाखेरि नेपाल सरकारले होइन के अरे 15वटा देशको लिस्टै दिएको छ, जुन जुन देशमा चाहिँ उसले श्रम स्वीकृति पनि दिँदैन, एनओसी पनि दिँदैन। दुबई, तपाईँको युएई, अनि कतार, साउदी, ओमान, जर्डन होइन, यस्तो मिडल इस्टर्न कन्ट्रिजहरूको चाहिँ 15वटा देशको लिस्ट दिएको छ। त्यो देशमा चाहिँ अहिले तत्कालीनको लागि अनिश्चितकालसम्मको लागि उसले चाहिँ अहिले हामीले स्वीकृति नदिने भनेको छ नेपाल सरकारले। तपाईँले यु क्यान गो थ्रु अदर मिन्स होइन, तपाईँले इन्डियाबाट या त अर्कै देशबाट एप्लाई गर्नु भने यस मेबी यु क्यान होइन, भिजिट भिजा लगाउन सक्नुहुन्छ। तर हाम्रो रेकमेन्डेसन पनि अहिलेको केसमा चाहिँ युद्ध कतिसम्म एस्केलेट हुन्छ कसैलाई थाहा छैन क्या, कतिसम्म हुन्छ, अरू कुन कुन देश मुसिनेवाला छन् यसमा, त्यो थाहा नभएको कारणले गर्दाखेरि अहिले धेरैजना नेपालीहरू पनि अड्किरहेछन् क्या होइन। त्यहाँ धेरैजना नेपालीहरू फर्किन सकिरहेको छैन, किनभने अल द एयरपोर्ट्स आर क्लोज्ड होइन, एयर स्पेस क्लोज गरेको छ। अनि इरानले स्ट्रेट अफ हर्मुज, यो तपाईँको इरानको त्यो सीपोर्ट हुन्छ नि, त्यो पनि बन्द गरेको छ। सो न त पानी जहाज जान पाइरहेछ, न त प्लेन जान पाइरहेछ होइन। तपाईँ एक त जान पनि पाउनुहुन्न, तपाईँको यदि भइसक्यो, तपाईँको काम पनि भइसक्यो, तपाईँले दुबई, कतार, साउदी होइन, इजरायलकै लागि होस् होइन, यस्तो देशको लागि एप्लाई गरिसक्नुभयो, तपाईँको भिजा पनि आइसक्यो, तपाईँले फ्लाइट टिकट पनि पाउनुहुन्न अहिलेको लागि, अनि तपाईँले श्रम स्वीकृति पनि पाउनुहुन्न, नो अब्जेक्सन, स्टुडेन्ट हो भने नो अब्जेक्सन सर्टिफिकेट पनि पाउनुहुन्न। अहिले सरकारले कहिले खोल्छ भन्ने केही ग्यारेन्टी छैन। सो अहिलेको केसमा चाहिँ इफ यु आर होपिङ टु गो टु द मिडल इस्ट, म चाहिँ तपाईँको त्यो प्लान होल्डमा राख्नुहोस् भन्छु। Select the best to be the best. Download MobiGo app now.